कर्मालाई यस्तो बन्दुक देखाएर लिएर जाने सिन थियो कि हो ताजा अनि मैले चाहिँ अब त्यो फिल्महरूमा एकदम लाउड एक्टिङहरू चलिरहेको थियो नि त अनि म एकदम लो गर्नुपर्छ भन्ने मान्यता भर्खर सिकेर आएको मान्छे अनि हल्कामा मैले हिँडेँ सन्त निन्छु गरेर लिएर गएको मलाई यो खेलेको एक्टर कसले कर्म दाइले होइन पुरुषोत्तम प्रधान दाइले गाली गरे म खिच्दिनँ क्यामेरालाई झन्डै झार्दै किन कहाँबाट बोकेर ल्याउँछ यार एक्सप्रेसन छैन ल्याउँछ यार क्यामेरालाई माने गरे निश्चल पनि थियो निश्चल पनि हेलो निश्चल यार गर्थेँ निश्चल पनि हेरेको उसमा अब पुरुदाहरूको अगाडि बोल्नै सक्दैन थियो निश्चल पनि त्यति बेला मात्रै गऱ्यो होइन केही पनि मेरोतिर हेरेर पनि अब हुन्छ नि खेल्छु के अब ला अब त्यही त पुरु त त्यहाँ तट्टिन्छ यसले भनेको त यसलाई त अब यसलाई म दाइ मलाई एकचोटि चान्स दिनुहोस् तपाईँले अर्कोचोटिमा मैले गरेको त ओके गर्दो रहेछ त